आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत त्रिदेशीय युएई श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल युएईको दुबई इन्टरनेसनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान 11:15 बजे सुरु हुनेछ। जारी श्रृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग 106 रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग 5 विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग 4 विकेटले पराजित भएको थियो। नेपाल आजको खेल जित्नै पर्ने दबावमा छ। लिग 2 को यो श्रृङ्खलाको आयोजक समेत रहेको युएई समेत नेपालसँगको खेल जित्नुपर्ने दबावमा छ। अमेरिका, नेपाल र युएई सहभागी यो श्रृङ्खलामा अमेरिका अपराजित छ। अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने युएई पुछारमा छ। अमेरिकाले 24 खेल खेल्दा 36 अङ्क जोडेको छ भने 19 खेल खेलेको युएईले 8 अङ्क मात्र बनाएको छ। त्यसैगरी समान 19 खेल खेलेको नेपालको 12 अङ्क छ। 3 खेल खेलिसक्दा समेत नेपालले युएई श्रृङ्खलामा अङ्क जोड्न सकेको छैन। नेपाल आजको खेल जित्दै 2 अङ्क जोड्ने लक्ष्यमा छ।